सिक्किमको घरहरूमा यो चिज चाहिँ गजब लाग्यो हेर्नु खतरा छ हौ यहाँतिर पुरै बनाएको छ छोडो केटा हाम्रो बाको 40 वर्षको एक्सपिरियन्स आयो अनि हाम्रो भाषामा यसलाई लुङदुर भन्छ यहाँ चाहिँ के भन्छ थाहा छैन कञ्चनजङ्घा त्यसको चाहिँ नाम दिएको छ कि यो टप देखेको छ नि यो देख्दै गरेको चाहिँ गोछेला पिक हो यो गोछेला पिक यहाँबाट गोछेला पिक भन्छ गोछेला पिक हो त्यहाँदेखि यताको देखेको छ नि तपाईँले त्यो बादलले छल्लिएको यो यतापट्टिको त्यो चाहिँ राथाङ हो राथाङ ए कञ्चनजङ्घा मेन चाहिँ हो कञ्चनजङ्घा चाहिँ कञ्चनजङ्घा हो टप पिकको पनि नाम हुन्छ नि त कञ्चनजङ्घा हुन्छ पिकको चाहिँ नाम गोछेला पिक हो गुड मर्निङ एभ्रिवान आज हामी उठिसक्यौँ अहिले हामी यो होटलमा छौँ सिक्किमको लगभग हाइएस्ट भ्यूमा जाँदैछौँ त्यसको लागि बाक्लो लुगा लगाएर रेडी हुँदैछौँ यो सिक्किमको घरहरूमा यो चिज चाहिँ गजब लाग्यो हेर्नु खतरा छ हौ यहाँतिर पुरै बनाएको छ त हामीले यहाँ छौँ अहिले यो घरको पुरै माथिसम्म चाहिँ पुरै के हो यो बारुलाको गोल हो कि के हो बारुलाको गोल जस्तै छ रेडी भयो भने हेरौँ रेडी भएन भने लागौँ आएको त्यसो भने कोही अझै बाथरुमतिर छ त यता के छ त केटाहरूको रुममा रेडी भएन ए सब केटाहरू रेडी भइसकेको छ अनि यो पर्दा चाहिँ किन लगाएको केटा हो खोल न पर्मिट आयो अरे अब हिँड्यौँ होइन छङ्गुले जाने हुन्छ अब पुगिन्छ कि नपुग्ने कुरा हुन्छ भने अब पर्मिट आयो तपाईँहरूले 20 रुपियाँ पैसा पनि निकाल्नुहोस् ल केटा 20 रुपियाँ निकाल्ने टिकट काट्नु के छ पहिलाकोमा के थियो पहिलाकोमा गाडी थिएन यस्तो मान्छे थिएन पैसा थिएन अहिले चाहिँ सबै जस्ट डेभलप भयो ए बाटो ए अप्ठ्यारो थियो अब यताबाट यो पुरानो बाटो यो नयाँ बाटो यहाँ पनि ल्यान्डस्लाइड हुँदो रहेछ है ठाउँ ठाउँमा छोडो केटा हाम्रो बाको 40 वर्षको एक्सपिरियन्स आयो अनि हामी दामी भने दामी हो नि यो हाम्रो भाषामा यसलाई लुङदुर भन्छ यहाँ चाहिँ के भन्छ थाहा छैन लुङदरै भन्छ होइन यसलाई
कञ्चनजङ्घा कञ्चनजङ्घा हो कि यसको चाहिँ नाम दिएको छ कि यो टप देखेको छ नि यो देख्दै गरेको चाहिँ गोछेला पिक हो यो गोछेला पिक यहाँबाट गोछेला पिक भन्छ यसलाई गोछेला पिक हो त्यहाँदेखि यताको देखेको छ नि तपाईँले त्यो बादलले छल्लिएको यो यतापट्टिको त्यो चाहिँ राथाङ हो राथाङ ए कञ्चनजङ्घा मेन चाहिँ हो कञ्चनजङ्घा चाहिँ कञ्चनजङ्घा हो यो टप पिकको पनि नाम हुन्छ नि त कञ्चनजङ्घा हुन्छ पिकको चाहिँ नाम गोछेला पिक हो यसको चाहिँ मेन आँखाको छेउमा भ्यू दामी हेर्नु मन छ भने चाहिँ ट्रेकिङ पोइन्ट छ 4 दिनको ट्रेकिङ गोछेला पिक भन्छ वेस्ट सिक्किममा फोटो खिच न यो यो त सिक्किम पर्छ यस्तो छ यो कञ्चनजङ्घा चाहिँ यस्तो बोर्डर छ यो चाहिँ झरना रहेछ के झरना हो यो मिनी एडभेन्चर जिप लाइन हो पानी क्या सफा रहेछ कुन जिप लाइन गर्ने हो केटा 150 गराउने रे 150 दिन्छ रे के यति जाब रोपेर के गर्नु फोटोको लागि यो डाँडा चाहिँ घिर्लिङ डाँडा आइपुग्यौँ पहाड त खतरा छ त यहाँ त रोपे रे रोपे छङ्गुको रोपे मैले आयो छङ्गुलेको नै होला ल छङ्गुलेको आयो केटा यहाँबाट उता चाहिँ चाइना अनि त्यसपछि के अरे नथुला सिलगढी भोटाङ सबै जान्छ यही बाटो हाम्रो धाप्याम भन्दा पनि चाहन्छ है मन्दिर आयो यहाँको चाहिँ यहाँ फाइनली हामी चाहिँ अहिले छङ्गु लेक आइपुग्यौँ छङ्गु लेक यहाँतिर याक पनि खतरा खतरा सजाएर राखेको रहेछौँ क्या दामी छ याक यही हो छङ्गु लेक सँगै सेल्फी लिएर चाहिँ केटाहरू
मन्दिरतिर आयौँ होइन। सरजी जल चढाउँदै हुनुहुन्छ महादेवजीलाई, भोले बाबालाई। ल साथी हो, कहाँ आइपुग्यो अरे? माथि टपमा आइपुग्यो। ताप्टे होइन हो यो त, रहेछ लेक चाहिँ। हाम्रोबाट चाहिँ के भन्छ यसलाई? ताल भन्छ होइन? यो चाहिँ ताल। यसको सानो यहाँ स्टोरी सुनाउँछु म। यो चाहिँ योभन्दा मुनि चाहिँ मन्दिर थियो अरे पहिला। अब यसपछि मन्दिर भएको त्यहाँभन्दा माथि नै मन्दिर बनाइदिएको रहेछ। यो चाहिँ छङ्गुमा साइट सिन भ्यू हेऱ्यौँ हामीले। अब हामी हाम्रो गाडीमा त्यो पारि एउटा छ अरे, त्यहाँबाट चाहिँ आई लभ छङ्गु भन्ने देख्छ अरे, त्यहाँ हेर्न जाँदैछौँ होइन। सो अब चाहिँ हामी लाग्यौँ। खानु पर्यो। यो चाहिँ होटल एटान्टा। हामी सिक्किम जान्छु भनेर यसले चाहिँ हामीलाई ठग्यो। यो चाहिँ आज अहिले बन्द भइसकेको छ। हामी अहिले कति बज्यो केटा हो? 8:30 बज्यो होइन। यसले चाहिँ हामीलाई 2 दिनको प्याकेज नथुला पास लान्छु भनेर, जब नेपालीलाई कुनै एलाउडै नभएको ठाउँलाई यसले पठाउँछु भनेर पठाएन। सो बी अलर्ट। यसको लागि चाहिँ कुनै पनि ट्राभलले चाहिँ नेपालीहरूले चाहिँ तपाईँको नथुला पासको लागि कुनै पनि पास दिँदैन रहेछ। यसले चाहिँ छ भनेर हामीलाई चाहिँ छ भने। सो अब यसलाई अब हामी लोकल पुलिसमा फेरि कम्प्लेन गर्छौँ, यसको बारेमा बुझ्छौँ, हो कि होइन?